आकाश सही लाग्छ यार अस्ट्रेलियाको क्या कम्पिटिसन जस्तो क्या गेन्डाले चाहिँ हामी सिट्रस क्यापिटल भन्ने अनि मुन्डाले होइन हामी सिट्रस क्यापिटल क्विन्सल्यान्डको त ओल्डेस्ट टाउन रहेछ नि त यो सुरुमा ब्रिस्बेनहरूमा चाहिँ त्यो बस्नुभन्दा पनि अगाडि यहाँ बसेको रहेछ क्या मान्छेहरू आएर क्या सुरुमा गेन्डा पुग्नुपर्छ कि पर्दैन पर्दैन गेन्डा अगाडिबाट लेफ्ट साइड तपाईँको त प्राइभेट पहिलामै एउटा त्यसैमा हो क्या यो पिक गरेको अस्ति चाहिँ अनि 600 बिनेको छ भनेको सम्म 90 बिन टिपेर सकेको भन्ने यो टिपेन नि त अनि ए यो होइन नि एउटा माथि रविन्द्रको त माथि हो नि यहाँ त राम्रै छ प्रोग्राम देखिन्छ म एकचोटि आएको छु क्या यताबाट आएर यता लुगाबाट आएर फेरि यहाँ फर्केर आएको क्या यताबाट छिटो कहाँबाट भेट्छ त मेन रोड उताको गेन्डाको हाइवे क्या त्यो तपाईँले हाइवे जाम भन्नुहुन्छ नि पार्किङ है म तलबाट डाँडा हेर्ने भ्यू गएर घाँस पलाएछ हेलो एभ्रिवान वेलकम ब्याक टु माई भ्लग आज चाहिँ सन्डे छुट्टी थियो सो घुम्नलाई भनेर आएको छौँ हामी आज So we are here at McConnell Lookout today. This is my first time here and it's really nice and peaceful. You can have a look here. So this is the first place you arrive here. It's like nearly 16 to 17 kilometers from Genda. Genda bata najikai cha and we have like enough parking space here. यो तलबाट चाहिँ गाडीहरू चाहिँ आउन मिल्दो रहेछ बट बिग ट्रेलर्सहरूलाई चाहिँ आउने ठाउँ छैन एकदमै साँगुरो बाटो रहेछ बट गाडीहरू आउनको लागि चाहिँ इट्स नो इस्यु है अनि लट्स अफ पार्किङ स्पेस डन्नै पार्किङ स्पेस 10-15वटा गाडी मजाले अट्छ एन्ड वी हेभ पब्लिक टोइलेट हियर अनि बसेर खानलाई पिकनिक स्पट जस्तो पनि रहेछ सो देयर इज अनदर स्पट डाउन देयर तल गइसकेपछि त्यहाँनिर पनि छ टक्क सानो बस्ने ठाउँ रहेछ हैन अनि त्यहाँबाट चाहिँ इट्स रियली नाइस भ्यू एकदम राम्रो भ्यू देखिन्छ रे त्यहाँबाट चाहिँ बर्नेट रिभर अनि तल सिट्रस फार्महरू सो विल गो डाउन देयर इट्स रियली नाइस प्लेस त्यहाँबाट आएको हामी वा के भन्छ अरे उसमा के सम्प्रो उता हो त्यो बिगिन्डेनको बल हुन्छ नि नेसनल पार्क त्यहाँ चाहिँ वाकिङ ट्र्याक गरिन्छ के पानी सानी लिएर जाने ए 2 किलोमिटर 3 किलोमिटर छ नि त हिँडाइ त्यही त टन्नै हिँड्नुपर्ने रहेछ मैले त्यो अस्ति तपाईँले जाने भनेपछि गएर भिडियो हेरेँ नि त के रहेछ कस्तो रहेछ भनेर टन्नै हिँड्नुपर्ने रहेछ के मिनी ट्री छ त्यहाँ त के रुख हो आगो लाएर तल मिनी बनाएको छ के भन्छ अरे त्यो जापानिजहरूले बनाउँछ नि बोनसाई जस्तै हेर न पुरै आगो लागेर डढेको जस्तो छ ट्रीहरू हिँड्ने ठाउँ रहेछ नि एकछिन यहाँ बसेर जाउँ न यहाँ रिभर हेरेर जाउँ ओके लुक एट दिस भ्यू आँखाले भेट्न नसकिने ठाउँसम्म देखिन्छ हैन
Look at the clouds. मुन्डाबाट कता मुन्डाबाट यता पर्यो कि यता पछाडि यता पछाडि यता के यता यता पछाडि भएर न खोला त्यो देख्नु भयो नि कहाँ रे त्यो एरिया गेन्डा त नि त्यो गेन्डाको ए त्यो पुल त्यही हो गेन्डाको पुल अनि त्यो गेन्डाको पुल भयो लुकआउट यति माथिको हैन यताको लुकआउट भयो तपाईँ हामी अस्ति गएको थियौँ नि सूर्यसँग त्यति हाइटमा लुकआउट भइदिन्छ यार है त्यो डाँडाबाट हामी यस्तो यस्तो गरेर हामी कहाँ पुग्यौँ हो एउटा जङ्गलदेखि यहाँ पुग्यौँ क्या यो फार्म चाहिँ प्रिकल फार्म कुन चाहिँ उ त्यो भनेपछि प्रिकल फार्म थियो भनेपछि रोड ए ऊ त्यो रोड पर्यो होइन हामी आउँदाको त्यहाँ त्यो सुटिङ अझ यता आउनु त उ त्यो माथि बनायो त्यो माथि सेड हाल्यो नि त्यो सुटिङ रेन्ज भइहाल्यो त्यो सुटिङ रेन्ज मलाई थाहा रहन्छ के हो सुटिङ रेन्ज भने त्यो गन सटहरू हान्छ नि ए त्यहाँ छ पैसा तिरेर गएर हान्नु मिल्छ अनि उयो ट्रेनिङ सेनिङ के गर्छन् यहाँ ए सो द्याट्स द बर्नेट रिभर अस्ति फ्लडिङ भएको रिभर जुन थियो एन्ड ओभर देयर इज द गेन्डा टाउन त्यहाँ छ सो इट्स नियरली 10 to 15 किलोमिटर फ्रम हियर है एन्ड मुन्डाबेडा इज on this side माथिल्लो साइडमा पर्छ look at the view McConnell lookout हैन यो त सुसाइड स्पट थियो कि अनि बेलामा होइन मर्दैन त यतिमा होइन यो घाइते मात्रै हुन्छ मर्ने चान्स कम छ यो रुखहरू छ यताउता कि सिधै टाउको ठोक्किनु पर्यो तल गएर टाउको ठोक्कियो भने चाहिँ ल्याएर सुम्ब्रो फेरि गिम्बल सहित मोबाइल फेरि तल खस्दैन त्यो बाटो देख्नु भयो नि त्यो हामी छिर्ने त्यहाँबाट भयो होइन सेड भयो होइन त्यो सेड भनेको अर्कै प्याकिङ सेड हो त्यहाँबाट अझ भित्र आएपछि यता घर देख्नु भयो नि त्यो भनेको पिकल फार्मको सेड त्यो सेडबाट उता पहाडीपट्टि त्यो छेउमै त्यो जमिन छ नि त्यो पोखरीको छेउसम्म त्यो एरिया भयो होइन अनि त्यहाँबाट त्यो बिचमा त्यो सेड ठुलो बाटो देखिन्छ नि त्यहाँ त्यो बम्बो भयो त्यो एल टाइपको त्यो भित्रको सबै त्यसको पर्यो अनि त्यो एल भन्दा बाहिर चाहिँ अर्को फेरि त्यो एल भन्दा बाहिरपट्टिको सर्लकै यस्तो सेपमा आहा नि ठ्याक्कै यताबाट त्यो चाहिँ मार्गमा गयो होइन यहाँनिरको कुरा हुन्छ अनि तपाईँको ठ्याक्कै त्यो एल छ नि त्यो एलबाट सिधै यता आउँदा यता खाली ठाउँ देख्नु भयो नि उयो त्रिसेवटा ठुलो होइन खाली ठाउँ भयो त्यसको अगाडिपट्टि एउटा बाँसको बुढा देख्नु भयो त्यो बारदेखि बाहिर गरेको त्यो भित्रपट्टिको यताको चाहिँ छेउसम्म यो पिकल फार्म यो चाहिँ फेरि डिफ्रेन्ट हो सिट्रस नै हो त त्यो होइन क्या नि सिट्रस हो डिफ्रेन्ट कस्तो अर्कै सिट्रससँग नयाँ प्लान लगाएको त्यो चाहिँ यो कस्तो डार्क ग्रीन छ हैन त्यो अलि जुन यो बीचमा फुर्सी देखिन्छ नि ठुलो भागमा यो सबै डेजी हो क्या पिकल फार्मको डेजी तर यो खोला अलिकति ठुलो वाइड बनाउनु भने त हुनु पनि यो सिपहरू यताउता हिँड्न मिल्ने खालको हुन्छ कि अनि होइन बनाएकै हुने भयो तर पानी कतिको त्यही त पहिले गेन्डा त्यो सुरुमा क्या सन्त लैला मैले अस्ति भनेको थिएँ क्या त्यो क्विन्सल्यान्डको चाहिँ क्विन्सल्यान्डको त ओल्डेस्ट टाउन रहेछ नि त यो सुरुमा ब्रिस्बेनहरूमा चाहिँ त्यो बस्नुभन्दा पनि अगाडि यहाँ बसेको रहेछ क्या मान्छेहरू आएर क्या सुरुमा अनि यो ठाउँमा चाहिँ क्विन्सल्यान्डको चाहिँ क्यापिटल बनाउने भन्ने कुरो भएको रहेछ क्या त्यो बेलामा अनि पछि यो खोला चाहिँ अलिक सानो जस्तो लाग्यो होला नि त यो टाउन नत्र त यहाँ भएको भए त यो त हेर्नु त यो एरिया ठुलो छ नि त यो त पुरै हुन्थ्यो होला नि त टाउन त अब यो हाम्रो अब क्यानबेराहरू टाइपको क्या भित्रभित्र अनि फेरि उस नै बनायो भने खोलाहरू पनि बनाउँथ्यो होला नि मजाले ड्याम स्याम बारेर होइन ठुलो खोला बनाउने हुन्थ्यो होला क्या वान अफ द ओल्डेस्ट सुरुको रहेछ क्या 1820s 1830s तिरको टाउन रहेछ क्या त यो भयो अनि एड्सबोल्ट भयो एड्सबोल्ट पनि पुरानो मन्टो त टोटल्ली माइनिङको लागि रहेछ एड्सबोल्ट चाहिँ अब के अरे गाई गोरु पालनको लागि भयो क्या अरे अनि गेन्डा र मुन्डाबेडा चाहिँ फुल सिट्रस रहेछ क्या सिट्रस क्यापिटल मुन्डाबेडा र गेन्डाको पहिला पर्थ्यो अरे क्या कम्पिटिसन जस्तो क्या गेन्डाले चाहिँ हामी सिट्रस क्यापिटल भन्ने अनि मुन्डाबेडाले होइन हामी सिट्रस क्यापिटल
तपाईँको समुद्र मण्डपमा भन्दा चाहिँ यतैतिर उस भइसक्यो धेरै भइसक्यो के यो घर सिट्रस फार्महरू यो घर हेर्दा यस्तो त्यो रातो है त्यो घर यस्तो हेर बाहिर नदेखिन्छ अरे होइन तर भित्रपट्टि दामी दामी टाइल हालेर क्या किन्नु खोजा रहेछ अनि पैसामा नमिलेर त्यहाँ हेर्नु न ऊ त्यो कस्तो दामी बनाएको त्यो त्यहाँनिर त्यो फार्म हेर्नु न त्यो ठ्याक्क बिचमा गोल बनाएर यताबाट साइड साइड कहाँनिर ऊ त्यो फार्म ए नि कस्तो दामी उता चुच्छु अनि तर मलाई यार यो आकाश सही लाग्छ यार अस्ट्रेलियाको क्या धेरै अब परसम्म देखिने हो नि त कहाँ कहाँसम्म देखिन्छ नि त नेपालबाट यस्तो देखिन्न नि क्लाउडहरू क्या होइन नजिकैको क्लाउडहरू देखिने हो होइन होइन वहाँ वहाँसम्म क्या बादल पनि नजिक छ जस्तो कि त्यो बादल कहाँ अड्डेको छ हेर न त्यो तलको ठ्याक्कै देखिन्छ नि त त्यो अनि उ बेला अनि होइन अनि अर्थ फ्ल्याट छ भन्ने नै भयो नि त नि होइन यस्तो फ्ल्याट कसरी राउन्ड छ भन्ने त होइन अर्थ सन्तोष दाइ होइन अब फ्ल्याटै छ त नि पृथ्वी त पुरै फ्ल्याट हो त अनि त्यहाँ देखिने चाहिँ अर्थको एन्ड होला भन्यो होइन अनि त्यहाँ पुग्यो त्यहाँ पुग्दाखेरि सकिन्न अझै हो त अन्टार्कटिकामा पनि अझै त्यो त्यो एउटा आइस वाल छ आइस वाल पछि उता फेरि अर्को उस छ फ्ल्याट अर्थरहरूको त्यही त हो नि फ्ल्याट अर्थको त्यहाँबाट पनि अर्को दुनियाँ छ त्यो छ अरे अनि डोम छ अरे माथिबाट होइन अनि टक्कै बादल सादल हेऱ्यो अनि टक्कै हो कि जस्तो अब ठ्याक्कै डोममा अड्क्या होला होइन बादल त्यो बेरिसकेन अन्त पहिले गरिहाल्छ नि भनेको कहिलेकाहीँ टाढाबाट आउँदाखेरि अलिकति उस हुन्छ नि त अस्ति त्यो नेपालमा एउटा आइथ्यो क्या ड्रोन उडायो होइन पोइन्ट अफ हुन्छ नि त अनि कन्ट्रोलरै अफ गर्यो अनि फर्केर आउँदो रहेछ ए आफै आउने कन्ट्रोल भएको तर यो खोला यति ठुलो होला जस्तो लागेको थिएन यार हाम्रो लास्टै ठुलो देखिँदो रहेछ यार हुन त सुक्ने हो क्या नि त्यहाँ बिचमा के छ जस्तो त्यो 3-4वटा के होला त्यो देखिने त्यो ऊ होला नि ड्यामको ऊ बनाएको होला नि यहाँ बिचमा ड्यामको त ऊ राख्छ पुल जस्तो यहाँ उलेर आउँछ के अरे यो यस्तो हो नि त तपाईँको त्यो पुल देख्यो नि त्यो पुलभन्दा अलि माथि त्यस्तो ताल जस्तो देख्छ यो सिट्रसै फार्म ठ्याक्कै त्यो फार्म भनेको एसलीको त ग्रिन हेभन भएको अरे यता सेतो देखिन्छ है त्यसको छेउमा त्यो प्याकिङ सेट भयो त्यो फार्मबाट तलपट्टि त तलपट्टि यस्तो देखिन्छ सेतो सेतो यहाँनिर चाहिँ बोट ऱ्याम छ कि गेन्डाको बोट ऱ्याम ए एकचोटि हामी गएको त्यहीँ रहेछ क्या तपाईँहरू पार्टी उखान विशालमा नि तपाईँ दिपक दाई हो त्यो बोट ऱ्याम त्यो भयो त्यही मुनिपट्टि ड्याम बानेको होइन अनि त्यो ड्यामको पानी यहाँसम्म आउँछ अनि यो बाटोमा चाहिँ यो ऊहरू आउँछ क्या यो बोट लिएर आउँछन् कि त्यहाँबाट बोटिङ हाल्यो आएर यहाँबाट सर घाँसमा पुग्यो नि ठिक 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 त्यो ड्याम भएको भएर यो पानी जमेको भएर हल्का ठुलो देखियो होला नि वाइट यो जाम त जाम भने जाम त नि 2-4 महिना घुमेर आम त नि निस्किम ल हिँड्नुहोस् मतलब च्याप्पै पारेर तपाईँ के गर्नुभयो टिकटिक हेर्ने यहाँ यसो भ्यू पो हेर्ने होला नि टिकेर मदर पनि तात्तेछ यार गाडीको मदर पनि तात्यो होला नि ल आउनुहोस् जाउँला त्यहाँ गएर फेरि लिन आउँला ए त्यहाँ भिडियो ट्र्याक हामी हाल्दै सुन्नु है कहाँसम्म हान्दो रहेछ तर यो रुख चाहिँ के हो भन्ने कुरो कि यो ठुलो हुँदो रहेछ नि त त्यही त सानो तर आगो लागेर रहेछ क्या यहाँनिर पुरै होइन टपमा मात्रै लाग्यो कि यता पनि छ नि त्यो तपाईँको बुस्टार हुन्छ है तपाईँको घाँस मार्न लागि यिनीहरूले त्यो कन्ट्रोल्ड फायर पनि लगाउँदो रहेछ नि त हिजो यहाँ लाग्थ्यो नि त यस्ता वाला भन्ने रहेछ गेन्डाको उसमा
त्यही तपाईँ म सूर्य त्यो माथामा गएर तल गएर त्यो नो फिसिङ भन्ने हालेको थियो नि ए हो त्यो फार्मको छेउमा लाथ्यो क्या आगो हिजो बेलुकामा त्यो ड्यामको छेउतिर बल्छीले गएर तल गएर खेल्न हुन्थ्यो बल्छी हाल्दैन क्या कस्तो गल्ती गरेर आएर अट्किन्छ होला अट्किन्छ अहिले त पुरै बाल्नु खाएन त तपाईँलाई कसैलाई चाहिँ उठ्यो भन्नु गाडी निकाल भनेर क्या आइडिया कस्तो होइन उसले त्यो ट्रक ड्राइभरले त्यसले हाल्छ क्या त्यो इन्डियन छ एउटा त्यसले हाल्छ क्या त्यस्तै गरेर ठ्याक्कै के गर्छ भनेपछि उ गर्छ क्या त्यो जस्तो कि यो गाडीको अगाडिपट्टि उ हाल्ने